बाफिया बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्ट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 प्रमाणीकरण गरेको प्रकाशित मिति भनेको 2074 110 वैशाख 10मा पब्लिस भएको रहेछ। संशोधन गर्ने ऐन नेपालको संविधान अनुकूल बनाउने केही नेपाली ऐनलाई संशोधन गर्ने ऐन 2075 जसको पब्लिकेसन 2075 1119 मुलुकी संहिता सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्ने ऐन 2075 जसको पब्लिकेसन 2076 12 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्ने ऐन 2081 2081 1218 2074 सालको ऐन नम्बर 1 बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावना मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीलाई सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हक हितको लागि संरक्षण र सम्वर्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नका लागि बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रचलित कानुनमा संशोधन र एकीकरण गर्न समयानुकूल बनाउन वाञ्छनीय भएकाले यतिले चाहिँ यहाँ के पनि भनिरहेछ, अब्जेक्टिभ पनि भनिरहेछ है। मुलुकको ब्याङ्किङ एन्ड फाइनेन्सिङ सेक्टरमा हामी जेनरल पब्लिकको ट्रस्टलाई बिल्डअप गर्नको लागि, डिपोजिटरहरूको राइट्सको प्रोटेक्सनको लागि, प्रमोसनको लागि, बैंक तथा वित्तीय संस्थाहरूको बिचको स्वस्थ प्रतिस्पर्धा, कम्पिटिसनको लागि, हेल्दी कम्पिटिसनको लागि, अनि त्यसमा पब्लिकको ट्रस्ट बढाउने कुरा भयो, अनि इकोनोमीलाई स्ट्रङ बनाउने कुरा भयो, इकोनोमीमा स्टेबिलिटी लिएर आउने कुरा भयो, म्यानेजमेन्ट, कन्ट्रोल एन्ड सुपरभिजन सबैको लागि यसले चाहिँ के भनिरहेछ, अब्जेक्टिभ किन चाहियो त यो रुल भनेर भनिरहेछ, यसको अब्जेक्टिभ बेसिस भनिरहेछ। नेपालको संविधानको धारा 296 को उपधारा 1 बमोजिम व्यवस्थापिका संसदले यो ऐन बनाएको छ। परिच्छेद 1 प्रारम्भिक संक्षिप्त नाम, विस्तार र प्रारम्भ। यस ऐनको नाम बैंक तथा वित्तीय संस्था ऐन 2073 बाफिया 2073 रहेको छ। यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालमा स्थापित बैंक वा वित्तीय संस्थाले नेपाल बाहिर खोलेका शाखा वा सम्पर्क कार्यालयमा समेत लागू हुनेछ। नेपालभित्र रहेको ब्याङ्क एन्ड बिएफआइज भयो, त्यसको ब्रान्चेस आउटसाइड नेपाल पनि भयो। यो ऐन तुरन्त प्रारम्भ हुनेछ। परिभाषा, विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा अदालत भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमति लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनु पर्दछ। अध्यक्ष भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्दछ र सो शब्दले कार्यकारी अध्यक्ष समेतलाई जनाउँदछ। केही कारणवशले अरू टेम्पोररीले कसैलाई एसाइन गरेछ भने उनीहरू पनि हुने भयो। इजाजत पत्र भन्नाले राष्ट्र बैङ्कले एसियन बमोजिम बैङ्किङ तथा वित्तीय कारोबार गर्न बैङ्क वा वित्तीय संस्थाको नाममा जारी गरेको इजाजत पत्र सम्झनु पर्दछ। इजाजत पत्र प्राप्त कारोबार भन्नाले बैङ्क वा वित्तीय संस्थाले एसियन बमोजिम इजाजत पत्र लिई गरेको बैङ्किङ तथा वित्तीय कारोबार सम्झनु पर्दछ। इजाजत पत्र भन्नाले लाइसेन्स जस्तै। इजाजत पत्र प्राप्त संस्था भन्नाले एसियन बमोजिम बैंक तथा वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको बैंक वा वित्तीय संस्था सम्झनु पर्छ। उल्लेख्य स्वामित्व भन्नाले कुनै पनि व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रूपमा कुनै बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको 2%, पेड अफ क्यापिटलको 2% और सोभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्दछ।
उल्लेख्य स्वामित्व भनेको 2% अथवा त्योभन्दा बढी ओनरसिप भएको भनिरहेछ। ऋणी भन्नाले बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ। कर्जा भन्नाले बैंक वा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी, संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधिभित्र सावा, ब्याज र अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुनर्कर्जा, कर्जाको पुनर्संरचना र नवीकरण कर्जा, चुक्ताको लागि जारी गरेको जमानी तथा अन्य वचनबद्धता सम्झनुपर्छ। र सो शब्दले नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको कुनै पनि किसिमको ऋण समेतलाई जनाउँछ। एनआरबीले पब्लिस गरेर तोकेको ऋणलाई पनि जनाउने भयो भन्दैछ। कार्यकारी प्रमुख भन्नाले बैंक वा वित्तीय संस्था सञ्चालनको जिम्मेवार पाएका प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्दछ। र सो शब्दले बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रूपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ। कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक पनि कार्यकारी प्रमुख भन्ने वर्डले चाहिँ जनाउने भयो। कार्यालय भन्नाले बैंक वा वित्तीय संस्थाको रजिस्टर तथा केन्द्रीय कार्यालय सम्झनु पर्दछ। रजिस्टर गरेको साथै केन्द्रीय सेन्ट्रल अथवा हामी के भन्छौँ हेड अफिस, केन्द्रीय कार्यालय सम्झनु पर्दछ। र सो शब्दले बैंक वा वित्तीय संस्थाको नेपाल वा नेपाल बाहिर रहेको शाखा कार्यालय तथा विदेशी बैंक वा वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालयलाई समेत जनाउँदछ। खुद सम्पत्ति नेटवर्थ है, खुद सम्पत्ति भनेको नेटवर्थ भन्नाले बैंक वा वित्तीय संस्थाको वात्सलातमा, वात्सलात भनेको ब्यालेन्स सिटमा रहेको सम्पत्तिको कुल जोडमा बाहिर दायित्व घटाई कायम हुन आउने रकम सम्झनु पर्दछ। नेटवर्थ भनेको कुल सम्पत्ति जति छ त्यसमा माइनस बाहिर दायित्व भनेको लायबिलिटिजलाई घटाएर आउने रकम चाहिँ नेटवर्थ भयो। गैर कार्यकारी सञ्चालक भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालक सम्झनु पर्दछ। गैर कार्यकारी सञ्चालक, कार्यकारी सञ्चालक बाहेक अरू भनेको चाहिँ गैर भयो है। भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालक सम्झनु पर्दछ। चल्ती खाता भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हर हिसाब लेखिएको खाता सम्झनु पर्दछ। करेन्ट अकाउन्ट जहिले पनि झिक्न राख्न पाउने। चुक्ता पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको जारी भएको पुँजीमध्ये सेयर धनीको तर्फबाट चुक्ता भएको पुँजीको अंश सम्झनु पर्दछ। चुक्ता पुँजी पेड अफ क्यापिटल भन्नाले बैंक वा वित्तीय संस्थाको जारी भएको पुँजीमध्ये इस्युड क्यापिटलमध्ये सेयर धनीको तर्फबाट चुक्ता भएको उनीहरूले चाहिँ कति इन्भेस्टमेन्टको लागि पेड अफ गर्छ नि हो त्यो अमाउन्टलाई सम्झनु पर्दछ। पुँजीको अंश सम्झनु पर्दछ। जोखिमभरि सम्पत्ति भन्नाले बैंक वा वित्तीय संस्थाको बास्यलातभित्रको र बास्यलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई अन ब्यालेन्स सिट आइटम्स र अफ ब्यालेन्स सिट आइटम यो दुइटै है, बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र ब्याङ्कले तोकेको ढाँचामा तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झिनुपर्छ। हामीसँग के हुन्छ अन अफ ब्यालेन्स सिट आइटम्सहरूको लागि छुट्टै रिस्क वेटेज दिएको हुन्छ है। जोखिम भार भनेको चाहिँ रिस्क वेट दिएको हुन्छ। रिस्क वेटले मल्टिप्लाई गर्छौँ, त्यहाँबाट मल्टिप्लाई गरेर आएको हिसाब गरेर आएको कुरा कुल सम्पत्ति सम्झनु पर्दछ। जोखिमभरि सम्पत्ति भन्नाले बैंक वा वित्तीय संस्थाको वात्सलातभित्रको र वात्सलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र ब्याङ्कले तोकेको ढाँचामा तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ। तरल सम्पत्ति भन्नाले बैंक वा वित्तीय संस्थाको नगद मौजदात, चल्ती खातामा रहेको मौजदात, राष्ट्र ब्याङ्कमा रहेको मौजदात र राष्ट्र ब्याङ्कले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिएको बैंक वा वित्तीय संस्थाको सम्पत्ति सम्झिनु पर्दछ। करेन्ट एसेट्सको कुरा गर्दैछ है तरल सम्पत्ति। तोकिएको वा तोकिए बमोजिम भन्नाले यस या
अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ। धितोपत्र भन्नाले बैंक वा वित्तीय संस्था वा सङ्गठित संस्थाले जारी गरेको सेयर, स्टक, बन्ड, डिभेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा सङ्गठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचत पत्र वा बन्ड सम्झनु पर्दछ। जारी गरेको के पर्यो? प्रमाणपत्र, गभर्मेन्ट्स इस्युड। बचत पत्र, बन्ड, गभर्मेन्ट बन्डहरू पर्यो भन्दैछ। र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी धितोपत्र बोर्ड भनेको सेबोनले तोकिएको अन्य धितोपत्र वा यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकार पत्र समेतलाई जनाउँछ। नियमावली भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैंक वा वित्तीय संस्थाको नियमावली सम्झनु पर्दछ। निक्षेप भन्नाले ब्याज वा बिना ब्याज दिने गरी बैंक वा वित्तीय संस्थाको चल्ती, बचत वा मुद्दती खातामा ग्राहक मार्फत जम्मा भएको रकम सम्झनुपर्छ। र सो शब्दले राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम बैंक वा वित्तीय संस्थाले विभिन्न बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकमलाई जनाउँदछ। निक्षेप भनेको डिपोजिट भयो, चल्तीमा, बचतमा, फिक्स डिपोजिटमा, जेमा राखेको पनि है। अनि यसमा चाहिँ के हुन्छ? टाइम अनुसार चाहिँ ब्याजहरू हुन्छ है। अनि डिफ्रेन्ट मिडियमबाट एक्सेप्ट हुन्छ। अब सबैमा ब्याज हुन्छ भन्ने त छैन। निक्षेप सुरक्षण भन्नाले दफा 108 बमोजिम निक्षेपको सुरक्षा एवं यस्तो निक्षेपको सुरक्षण गर्ने कार्य सम्झनु पर्छ। पदाधिकारी भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृत स्तरको कर्मचारी सम्झनु पर्दछ। पदाधिकारी अधिकृत स्तरको कर्मचारी भयो, सचिव भयो, कार्यकारी प्रमुख भयो, संस्थाको सञ्चालक भयो। परिवार भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुवा, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नुपर्ने दाजु, भाउजू, भाइ, बुहारी र दिदी बहिनी सम्झनु पर्दछ। यो टर्म्सहरू चाहिँ अब सबै एक्टमा अगाडि अलमोस्ट सिमिलर नै छ। अब त्यहाँ बढी युज भएको टर्म्सहरू छ भने अरू पनि डिफाइन गरे हुन्छ। यो त लगभग एउटै नै छ। तर यो शब्दले अंशभन्दा गरी मानो छुट्याई आआफ्नो व्यवसाय गरी बसेको परिवारका सदस्यहरूलाई जनाउँदैन। सेपरेट भएको फ्यामिली मेम्बरलाई चाहिँ जनाउँदैन परिवारले। पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी वा चुक्त पुँजी सम्झनु पर्दछ। पुँजी क्यापिटल मात्र भन्दाखेरि अधिकृत, जारी र चुक्त पुँजी जुनै पनि हुनसक्छ। इस्युड, पेड अफ क्यापिटल जुनै पनि। पुँजी कोष भन्नाले राष्ट्र ब्याङ्कले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पुँजी, प्राइमरी क्यापिटल र पूरक पुँजी, सप्लिमेन्ट्री क्यापिटलको योगलाई सम्झनुपर्छ। प्राइमरी प्लस सप्लिमेन्ट्री यो दुईटालाई जोडेपछि चाहिँ पुँजी कोष भयो, सम्झनु पर्छ। र यो शब्दले राष्ट्र ब्याङ्कले समय समयमा तोकेको अन्य कोष वा रकमलाई समेत जनाउँछ। राष्ट्र ब्याङ्कले तोक्यो भने अरू पनि केही एडअप हुन सक्छ भनिरहेछ। पूर्वाधार विकास ब्याङ्क भनेको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क भन्नाले दफा 49 को उपदफा 5 मा उल्लेखित वित्तीय कारोबार गर्न स्थापना भएको पूर्वाधार विकास ब्याङ्क सम्झनु पर्छ। प्रतिपत्र भन्नाले कुनै एक बैंक वा वित्तीय संस्थाले कुनै अर्को बैंक वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट वा विनिमय पत्र स्वीकार गर्नु भनी लेखेको पत्र सम्झनु पर्दछ। एउटा अर्डर हो जसले चाहिँ के दिइरहेछ त, कुनै एक बैंक वा वित्तीय संस्थाले कुनै अर्को बैंक वा वित्तीय संस्थाको नाममा एउटा बिएफआइसले अर्कोको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको चेक, उसको अमाउन्टले खामेसम्मको चेक दियो, ड्राफ्ट दियो अथवा विनिमय पत्र दियो, त्यसलाई एक्सेप्ट गर्नु भनी लेखेको पत्र सम्झनु पर्दछ। प्रबन्ध पत्र भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम बनाइएको बैंक वा वित्तीय संस्थाको प्रबन्ध पत्र सम्झनु पर्दछ।
प्रबन्धपत्र भन्नाले प्रचलित कानुन बमोजिम बनाएको बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र। हामीले अब प्रबन्धपत्र भन्दाखेरि कम्पनीहरूको होइन कि ब्याङ्क अरू बिएफआईको प्रबन्धपत्र भन्ने बुझ्छौँ यहाँभरि भन्न खोजेको छ। प्राथमिक पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजी, सेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार सेयर, साधारण जगेडा कोष र सङ्क्षिप्त नाफा नोक्सान शीर्षकमा रहेको रकम सम्झनुपर्छ। र सो शब्दले राष्ट्र ब्याङ्कले समय समयमा प्राथमिक पुँजी भनी तोकिएको अन्य शीर्षकमा रहेको कोष वा रकमलाई समेत जनाउँछ। प्राइमरी क्यापिटलभित्र कुन कुन पर्यो त? चुक्ता पुँजी, पेड अप क्यापिटल पर्यो। पेड अप क्यापिटल प्लस सेयर प्रिमियम जोड्ने प्लस फिर्ता नहुने अग्राधिकार सेयर, राइट सेयरहरू भयो। राइट पनि होइन, अग्राधिकार भनेको प्रेफरेन्स सेयर हो। अग्राधिकार नामले भनिरहेको छ कि अगाडि अधिकार, प्रिफरेन्स सेयर भयो। साधारण जगेडा कोष र सङ्क्षिप्त नाफा नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्दछ। र सो शब्दले राष्ट्र ब्याङ्कले समय समयमा प्राथमिक पुँजी भनी तोकिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ। प्राप्त गर्ने संस्था भन्नाले एसियन बमोजिम इजाजत पत्र प्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय संस्था सम्झनु पर्दछ। प्राप्त गर्ने संस्था त्यो चाहिँ मर्जरहरूको केस भयो होइन। भन्नाले एसियन बमोजिम इजाजत पत्र प्राप्त संस्थाले आफूमा समाहित गर्ने मूल बैंक वा वित्तीय संस्था सम्झनु पर्दछ। प्राप्ति गर्ने भनेको एक्विजिसन, मर्ज भएर एउटामा गइरहेछ भने त्यो मेजरवाला चाहिँ प्राप्त गर्ने संस्था भयो। प्राप्ति गर्ने संस्था भनेको चाहिँ एक्विजिसन भन्नाले एउटा इजाजत पत्र प्राप्त संस्थाले अर्को इजाजत पत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति तथा सम्भावित दायित्व हर हिसाब गरी इजाजत पत्र प्राप्त संस्थाको कानुनी हैसियत समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्यलाई सम्झनु पर्दछ। र यो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व समेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँछ। लिगल कामहरू पनि त्यसले एक्सेप्ट गर्यो। यो चाहिँ अर्कोसँग जुनमा गयो त्यो चाहिँ भन्ने बुझिन्छ है। यो भनेको चाहिँ नि प्राप्ति गर्ने अथवा एक्विजिसन भयो। बचत खाता भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा बचतको निमित्त राखेको रकमको हर हिसाब लेखिएको खाता सम्झनु पर्दछ। यो भनेको सेभिङ अकाउन्ट भयो। बैंक भन्नाले दफा 49 को उपदफा 1 बमोजिमको बैंकिङ तथा वित्तीय कारोबार गर्न स्थापना भएको सङ्गठित संस्था सम्झनु पर्दछ। बैंक वा वित्तीय कारोबार गर्नको लागि इस्टाब्लिस अर्गनाइजेसन। र यो शब्दले नेपालमा रहेको विदेशी बैङ्कको शाखा कार्यालय, नेपालमा स्थापित बैङ्क, नेपाल बाहिर खोलेको शाखा कार्यालय तथा दफा 49 को उपदफा 5 बमोजिम कार्य गर्ने पूर्वाधार विकास बैङ्क र सोको शाखा कार्यालयलाई समेत जनाउँछ। त्यसको अरू ब्रान्चेसहरू सबै पर्यो। बैंक तथा वित्तीय कारोबार, बैंक एन्ड फाइनेन्सियल ट्रान्जेक्सन भन्नाले दफा 49 बमोजिम ब्याङ्किङ तथा वित्तीय कारोबार सम्झनु पर्दछ। दफा 49ले चाहिँ ब्याङ्किङ ट्रान्जेक्सनलाई अझ एक्सप्लेन गरेर रहेछ। बोनस सेयर भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पुँजीकरण गरी सेयर धनीलाई आन्तरिक सेयरका रूपमा जारी गरिएको सेयर सम्झनु पर्छ। बोनस सेयर भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पुँजीकरण गरी सेयर धनीलाई अतिरिक्त सेयरको रूपमा जारी गरेको। सेयर धनीलाई अतिरिक्त सेयरको रूपमा उसँग अलरेडी थियो तर एज अ प्रफिटको दिने क्रममा चाहिँ बोनस सेयर दियो है। र यो शब्दले बचत वा अन्य कोषलाई पुँजीकरण गरी सेयरको चुक्ता रकम वृद्धि गरेको, सेयरको पेड अप रकम चाहिँ अझ इन्क्रिज गरेको अवस्थामा समेत जनाउँदछ। मुद्दती खाता भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतया निक्षेप झिक्न नपाउने गरी जम्मा गरिराखेको रकमको हर हिसाब लेखिएको आवधिक खाता सम्झनु पर्दछ। मुद्दती खातामा चाहिँ टर्म डिपोजिट भयो है। आवधिक भनेपछि अवधि सर्टेन पिरियडको लागि राख्यो, झिक्न पनि पाएन। राष्ट्र ब्याङ्क ऐन भन्नाले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 सम्झनु पर्छ।
राष्ट्र बैंक भन्नाले नेपाल राष्ट्र बैंक सम्झनुपर्छ। लक्षित संस्था भन्नाले यस या बमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत समाहित हुन जाने इजाजत पत्र प्राप्त संस्था सम्झनुपर्छ। लक्षित संस्था टार्गेटेड अर्गनाइजेसन। लेखा परीक्षण समिति भन्नाले दफा 60 बमोजिमको लेखा परीक्षण समिति सम्झनुपर्छ। लेखा परीक्षण समिति भनेको दफा 60 बमोजिमको लेखा परीक्षण समिति सम्झनुपर्छ। लाभांश भन्नाले बैंक वा वित्तीय संस्थाले यस तथा प्रचलित कानुन बमोजिम दिने नगद लाभांश। क्यास डिभिडेन्ड भयो, क्यास डिभिडेन्ड, इन्टरिम डिभिडेन्ड, अन्तरिम लाभांश वा बोनस सेयर सम्झनुपर्छ। क्यास डिभिडेन्ड, इन्टरिम डिभिडेन्ड, बोनस सेयर सबै पर्यो। लिक्विडेटर भन्नाले बैंक वा वित्तीय संस्था खारेजी गर्ने काम कारबाही गर्ने अदालतको आदेश वा साहुहरूको सभाबाट पारित प्रस्ताव बमोजिम नियुक्त व्यक्ति सम्झनुपर्छ। त्यो कमिटीले डिसाइड गरेको अथवा अदालतले आदेश दिएको। र सो शब्दले लिक्विडेसनको काम गर्ने कार्यलाई समेत जनाउँछ। लिक्विडेटरले उसले गर्ने कामलाई समेत जनायो। लिक्विडेटर भन्नाले बैंक वा वित्तीय संस्था खारेज गर्ने काम कारबाही गर्ने अदालतको आदेश वा साहुहरूको सभाबाट पारित प्रस्ताव बमोजिम नियुक्त व्यक्ति सम्झनुपर्छ। र सो शब्दले लिक्विडेसनको काम गर्ने कार्यलाई समेत जनाउँछ। लिजिङ भन्नाले निश्चित अवधिको लागि चल अचल सम्पत्तिको स्वामित्व इजाजत पत्र प्राप्त संस्थासँगै रहने गरी भोगाधिकार मात्र प्राप्त गरी सो बापत निश्चित समय तालिकामा ग्राहकबाट रकम बुझाउने सम्झौता बमोजिमको कार्य सम्झनुपर्छ। हामी लिजमा लियो भनेर, भाडामा लियो भनेर एकजनासँग के हुन्छ, ओनरसिपको राइट चाहिँ एकजनासँग हुन्छ, अर्कोले चाहिँ युज गरेर हुन्छ है। लिजिङ भन्नाले निश्चित अवधिको लागि चल अचल सम्पत्तिको स्वामित्व इजाजत पत्र प्राप्त संस्थासँगै रहने गरी, यहाँ चाहिँ के भयो त, ब्याङ्कसँग चाहिँ हुने गरी, ब्याङ्कसँग चाहिँ राइट भयो क्या, हुने गरी भोगाधिकार मात्र प्राप्त गरी सो बापत निश्चित समय तालिकामा ग्राहकबाट रकम बुझाउने सम्झौता बमोजिमको कार्य सम्झनु पर्छ। वासालत बाहिरको कारोबार, अफ ब्यालेन्स सिट आइटम्सको ट्रान्जेक्सन भन्नाले बैंक वा वित्तीय संस्थाले दायित्व बिहोर्नु पर्ने सम्भावना भएको प्रतिपत्र, जमानत पत्र, स्वीकार पत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्दछ। अफ ब्यालेन्स सिट आइटम यो सबै कुराहरू पर्यो। बैंक तथा वित्तीय संस्थाले दायित्व बिहोर्नु पर्ने सम्भावना भएको प्रतिपत्र, जमानत पत्र, स्वीकार पत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्दछ। र सो शब्दले राष्ट्र बैंकको समय समयमा तोकिएको उपकरणको कारोबारलाई समेत जनाउँछ। वित्तीय संस्था भन्नाले दफा 49 को उपदफा 2, 3, 4 बमोजिमको बैंकिङ तथा वित्तीय कारोबार गर्न स्थापना भएको सङ्गठित संस्था सम्झनु पर्दछ। र सो शब्दले विकास बैंक, वित्त कम्पनी, लघु वित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालयलाई समेत जनाउँछ। वित्तीय स्वार्थ भन्नाले सञ्चालक 1% वा सोभन्दा बढी सेयर लिएको शेयरधनी, 1% वा सोभन्दा बढी सेयर भएको, सेयर ओनरसिप भएको पर्सन वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार ऊ भयो अथवा उसको फ्यामिली मेम्बर भयो, वा सञ्चालक मनोनित गर्ने अधिकार प्राप्त भएको व्यक्ति, सञ्चालकलाई एपोइन्ट गर्न सक्ने राइट भएको व्यक्ति, कम्पनी वा सङ्गठित संस्थाको कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाको चुक्ता पुँजीको 10% वा सोभन्दा बढी यस्तो अर्गनाइजेसन छ र त्यस्तो अर्गनाइजेसनको 10% भन्दा बढी सेयर ओनरसिप भएको भन्छ। सङ्गठित संस्थाको चुक्ता पुँजीको 10% वा सोभन्दा बढी हुने गरी छुट्टै वा संयुक्त रूपमा सेयर खरिद गरेमा, 10% भन्दा बढी हुने गरी तिमीले छुट्टै अथवा सेयर खरिद गर्यो त्यस्तो व्यक्ति वा व्यक्तिहरूको 10% वा सोभन्दा बढी सेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरूको स्वार्थ सम्झनु पर्दछ। उनीहरूको मोटिभ, उनीहरूको 10% भन्दा
बढीको सेयर ओनरसिप भएको कम्पनीमा उनीहरूको मोटिभलाई सम्झाउनु पर्दछ। र सो शब्दले राष्ट्र ब्याङ्कले समय समयमा वित्तीय कारोबारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ बनी तोकिदिएको स्वार्थलाई समेत जनाउँछ। वित्तीय बैङ्क वा वित्तीय संस्थाको शाखा भन्नाले नेपालमा शाखा कार्यालय खोली बैङ्किङ तथा वित्तीय कारोबार गर्न एसियन बमोजिम राष्ट्र ब्याङ्कबाट स्वीकृति प्राप्त कुनै ब्याङ्क वा वित्तीय संस्थाको शाखा सम्झनु पर्दछ। विदेशी कारोबार गर्नको लागि भनेको अहिले चाहिँ के छ त, विदेशी कारोबार गर्नको लागि चाहिँ एक्स्ट्रा भनेको चाहिँ एउटै लाइसेन्स भयो भने उनीहरूले चाहिँ त्यही लाइसेन्सलाई आफ्नो हरेक ब्रान्चहरूमा राखेर त्यसैको थ्रुबाट चाहिँ उनीहरूले एफसीवाई ट्रान्जेक्सन्सहरू गर्न पाउँछ। छुट्टा छुट्टै लाइसेन्स लिइरहनु परेन, जुन चाहिँ हरेक ब्याङ्कको ब्रान्चहरूमा झुन्डाएर राख्नुपर्छ क्यासमा। वित्तीय कारोबार भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबारलाई सम्झनुपर्छ। डिपोजिट, पेमेन्ट अथवा फन्ड ट्रान्सफर। र यो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन एटिएम र क्यास डिपोजिट मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँदछ। यसभित्र चाहिँ विद्युतीय कारोबार, फाइनेन्सियल ट्रान्जेक्सनभित्र अब त्यो डिपोजिट लियो, एटिएमबाट गरेको पनि भयो, चार्ज कार्ड, डेबिट कार्डबाट हुने कारोबार, यो सबै जनाउने भयो। विवरण पत्र भन्नाले बैङ्क वा वित्तीय संस्थाले दफा 8 बमोजिम प्रकाशन गर्नुपर्ने विवरण पत्र सम्झनु पर्दछ। शाखा कार्यालय भन्नाले बैङ्क वा वित्तीय संस्थाको नेपाल र नेपाल बाहिरको रहेको शाखा, उपशाखा, प्रशाखा, इलाका प्रतिनिधि वा सम्पर्क कार्यालय तथा विदेशी बैङ्क वा विदेशी संस्थाको नेपालमा रहेको शाखा वा प्रतिनिधि वा सम्पर्क वा अन्य जुनसुकै कार्यालय सम्झनु पर्छ। सेयर भन्नाले बैङ्क वा वित्तीय संस्थाको सेयर पुँजीको विभाजित अंश सम्झनु पर्दछ, एउटा सानो युनिट भनेर सम्झनु पर्यो। सेयर धनी भन्नाले बैङ्क वा वित्तीय संस्थाको सेयरमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ। सञ्चालक भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ। र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ। सञ्चालक समिति भन्नाले दफा 14 बमोजिम गठन भएको सञ्चालक समिति सम्झनु पर्दछ। संस्थापक भन्नाले एसियन बमोजिम बैङ्क वा वित्तीय संस्था स्थापना गर्नका लागि प्रबन्ध पत्र वा नियमावलीमा कम्तीमा 1 सेयर लिन मन्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति। संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति विथ एटलिस्ट 1 सेयर भनिरहेको छ है संस्थापक। प्रोमोटर सेयर भन्छ नि, प्रोमोटर, त्यो सम्बद्ध व्यक्ति भन्नाले बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजको परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म। सम्बद्ध व्यक्ति एसोसिएटेड रिलेटेड पर्सन भनेको चाहिँ सञ्चालक समितिको पदाधिकारी भयो अथवा उसको क्लोज फ्यामिली मेम्बर भयो, जसको चाहिँ कुनै कम्पनीहरूमा ओनरसिप भयो। फर्म, कम्पनी वा संस्था वा यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राखे सोको हिताधिकारी सम्झनु पर्छ। स्वतन्त्र सञ्चालक इन्डिपेन्डेन्ट डाइरेक्टर भन्नाले दफा 14 को उपदफा 3 बमोजिम स्वतन्त्र सञ्चालकको पदमा नियुक्त व्यक्ति सम्झनु पर्दछ। जो चाहिँ स्वतन्त्र सञ्चालक रूपमा एपोइन्ट भयो उसलाई सम्झनु पर्छ। स्वैच्छिक खारेजी भन्नाले परिच्छेद 11 बमोजिम बैङ्क वा वित्तीय संस्थाको स्वैच्छिक खारेजी हुने अवस्था सम्झनु पर्दछ। आफै भोलुन्टरी लिक्विडेसनमा जान्छ ब्याङ्क भन्यो भने चाहिँ स्वैच्छिक खारेजी भयो। साहु भन्नाले बैङ्क वा वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा सङ्गठित संस्था सम्झनु पर्दछ। ब्याङ्कले जसलाई दिनु पर्यो साहु होइन, त्यो भयो क्या, जसलाई पेमेन्ट गर्नु छ। र सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता, लिक्विडेसनमा जाँदाखेरि फर्स्टमा निक्षेपकर्तालाई पनि पेमेन्ट गर्नु पर्यो, त्यो पनि साहु भयो ब्याङ्कको लागि। तथा डिभेन्चर होल्डर, डिभेन्चर होल्डरसँग वर्ष ब्याङ्कले लोन लिएको छ,
उनीहरूलाई पनि पेमेन्ट गर्ने लायबिलिटी भयो। यो भयो है त। हाइपोथिकेसन कर्जा, हाइपोथिकेसन लोन भन्नाले मालवस्तु स्टकको भोकाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैङ्क वा वित्तीय संस्था, अब कुनै एउटा अर्गनाइजेसन छ, त्यो अर्गनाइजेसनको जति अब पसलहरू भयो, त्यसको माल वस्तु सामानहरू छ, सामानको भोकाधिकार सम्बन्धी ऋणीमै छ। ऋणी भनेको त्यो पसल भयो, त्यो पसलमै छ, उसले युज गर्ने चाहिँ उनीहरूसँगै राइट छ। र सोको धितो, तर त्यही गुड्सको धितोमा चाहिँ गरिरहेको छ है। बैङ्क वा वित्तीय संस्था वा ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जा, त्यही सामानको बेसिसमा चाहिँ कर्जा दिइरहेछ, त्यो सामान चाहिँ उसैले युज गर्न पाइरहेछ, त्यस्तो लोनलाई चाहिँ के भन्छ त? हाइपोथिकेसन कर्जा भन्छ। अब परिच्छेद 2 आउँछ, बैङ्क तथा वित्तीय संस्था सम्बन्धित व्यवस्था है। परिच्छेद 1 चाहिँ यतिमा सकियो।